हेलो नमस्कार मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। फेरि पनि रात्रिकालीन भोजन लिएर आइसकेको छु। मकैको ढेँडो, अमिलो पिरो मुलाको अचार, यहाँ चाहिँ आलु र सिन्कीको झोल, आलु र सिन्की, आलु पनि सिलौटामा थिचेको अनि भुटेको के मजाले लिएर आइसकेको छु। हजुरहरूलाई नि शुभरात्रि, शुभ भोजन, स्वस्थ रहनु, व्यस्त रहनुहोस् भन्दै ल है, नयाँ साथीहरूले मलाई सब्सक्राइब गरिदिनु होला, पुरानो साथीहरूले लाइक कमेन्ट गरिदिनु होला। भिडियो पुरा हेरिसकेपछि के कस्तो लाग्छ कमेन्टमा लेखिदिनु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ धेरैभन्दा धेरै माया गर्नु होला, गर्नुभएको छ अझै गर्दै जानु होला। प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला, सब्सक्राइब चाहिँ गरिदिनु है भन्दै खाना खाउँ। हामी साना युट्युब च्यानल हुने जतिले एकअर्काले साथ सपोर्ट गरेर अगाडि बढौँ, एकअर्कामा हातेमालो गरेर भन्दै अब खाऊँ ढिला नगरी। आलु पनि सिलौटामा थिचेको, त्यही माथि सिन्की। है साथीहरू, यस्तै हो दुःख सुख भन्दै अब खाना भन्न आउँछ खालि ढिँडो साह्रै मनपर्छ मलाई, त्यही भएर ल खाएँ ल। यस्तो छ यो मुलाको अचार। जन्माएर छ प्याज खायो भने निन्द्रा लाग्छ अरे भनेर। अरूलाई चाहिँ के हुन्छ, मलाई त पेट पोलुन्जेली खाँदा पनि लागेन हौ निन्द्रा त। तातो त लास्टै तातो छ नि हो। च्वासै छ छनु पनि। खतरा मिठो हुँदो रहेछ सिन्की र ढिँडो। गुन्द्रुकसँग चाहिँ खाएको थिएँ, यो सिन्कीसँग चाहिँ पहिलोचोटि हो, फर्स्टचोटि हो।
उही मुलाको चाना उही मुलाको सिन्की भने जस्तै आज मुलाकै अमिलो पिरो टक्कै अचार मुलाकै सिन्की खतरा मिठो हुँदो रहेछ। तातो पनि के साह्रो तातो हो, ढिँडो सकिँला यसो सेलाउँदैन त। एकजना दिदीले मिठो हुन्छ भनेर खाएको टक्कै खतरा हुन्छ भनेर खत्रै भन्छ। खोर्सानी नि अमिलो न अमिलो पर्छ। के साह्रो तातो हो, बाफुडिरह सकिन लागिसक्यो भने तातो चाहिँ तातै छ त। सिन्की खाँदैन, सिन्की गुन्द्रुक तामा खायो भने टाउको दुख्छ, खाना हुँदैन। दही मोही यो मुलाको गालेको अचार तर के गर्नु मिठो लाग्छ कहिलेकाहीँ।
हवस् भनेर म नै मारेर खाइदिन्छु। पिनासमा माइग्रेन छ भने माइग्रेन हुनेले नि पिनास हुनेले दही मही खानु हुँदो रहेछ। पनिर पनि हुँदैन भन्दै थिएँ। दही मही चाहिँ मनपर्छ, के भन्नु खायो कि पेट टाउको दुखिहाल्छ। अनि माइग्रेन हुने मान्छेलाई यो तामा, गुन्द्रुक, सिन्की यस्तो यो बट्टामा यो गालेर राखेको अचार कति बार्नु, कहिलेकाहीँ चाहिँ खाइदिन्छु मैले। सिन्की अर्को त खाँदिनँ, गुन्द्रुक तामाहरू चाहिँ खान्छु कहिलेकाहीँ। तामा खान छोडिदिएँ। यो वर्षमा यही हो सिन्की खाएको फर्स्टचोटि। छायाले अर्कै देखिरह अनुहारै ढेँडो सकिसक्यो, तातो छ अझै हौ। है साथीहरू, तपाईँलाई कतिको मनपर्छ ढेँडोहरू कमेन्ट गर्नु है। ल साथीहरू, मजाले सिन्कीको झोल त धेरै बनाएछु। सरी पिरो र अमिलोले यो प्याज पनि कम्ता पिरो छ, नपत्याउँछु चाल्यो। यो नि पास्ता स्टाइलको छ के, अनि तेलमै चुर्नुमै डुबाएरै फुराएको हो।
सार हो कि अर्को जस्तो होइन। अस्तिनिको चाहिँ कमल झुरुम झुरुम, यो चाहिँ अलिक सार हो कि भित्र यस्तो खालको परेछ। नुन चर्को छ यसमा चाहिँ, नुनिलो बढी के। अब यो चाहिँ भित्रभित्र सार हो क्या। चर्को नचर्को छ। ल साथीहरू, के कस्तो लाग्छ पुरा भिडियो हेरेर कमेन्ट गरिदिनु होला। मेरो भिडियो कस्तो लाग्छ, प्रायः जस्तो साथै छ, त्यही भएर खोइ हजुरहरूले पहिलेको जस्तो माया गर्नुहुन्न। पहिलेको आइडीमा त धेरै माया गर्नुभएको थियो, पहिलेको त युट्युब च्यानलमा। अहिले त है साथीहरू, प्लिज सब्सक्राइब गरिदिनु होला। गरिदिनु भएको छ, अझै गर्दै जानु, अगाडि बढ्ने मौका दिनु होला मलाई भन्दै हामी जति पनि छौँ साना युट्युबहरू एकअर्कामा साथ सपोर्ट गरेर अगाडि बढौँ। हातेमालो गरेर एकअर्कामा लाइक कमेन्ट गरेर सब्सक्राइब गरेर भन्दै ल साथीहरूलाई शुभरात्रि, शुभ भोजन, स्वस्थ रहनु, मस्त रहनु, व्यस्त रहनु भन्दै बाई। अब अर्को भिडियोमा भेटौँला। भिडियो हेरेपछि कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला है साथीहरू। ल बाई।